ल आज कुरा गरौं नेपालको सरकारी कामकारबाहीमा आउन सक्ने एउटा ठूलो परिवर्तनको। हालै नियुक्त हुनुभएका मुख्य सचिवले सार्वजनिक क्षेत्रलाई भनौं न पूरै बदल्ने लक्ष्यका साथ एउटा 25 बुँदे योजना ल्याउनु भएको छ। अब यो कुनै सामान्य निर्देशनहरूको सूची मात्रै होइन है, यो त देशको शासन व्यवस्थालाई नै नयाँ आकार दिने एउटा निकै महत्वाकांक्षी खाका हो। आउनुहोस् यसभित्रका खास खास कुराहरू के रहेछन् के लाएर हेरौं न। एकछिन सोच्नुस् त, एउटा यस्तो सरकारी सिस्टम जहाँ लामो लाइन बस्नु पर्दैन, एउटै कागज पटक पटक बुझाउनु पर्दैन अनि कुनै काममा अनावश्यक ढिलासुस्ती पनि छैन, कस्तो हुन्थ्यो होला? हो, हालै ल्याइएको यो नयाँ योजनाले ठ्याक्कै यस्तै नागरिक मैत्री सेवा दिने वाचा गरेको छ। तर प्रश्न उठ्छ, के यी वाचाहरू साँच्चै पूरा होलान् त? ल हेरौं यो योजनाले आखिर भन्न खोजेको के हो। अब यो 25 बुँदे योजनालाई सजिलोसँग बुझ्नको लागि हामी यसलाई 4वटा मुख्य भागमा बाँडेर हेरौं है। पहिलो, देशको जग नै मानिने निर्वाचन र सुरक्षाको कुरा। दोस्रो, हामीले दिनदिनै भोग्ने सार्वजनिक सेवालाई कसरी राम्रो बनाउने भन्ने लक्ष्य। तेस्रो, यो सिस्टमलाई बाहिरबाट मात्र होइन भित्रैबाट कसरी सुधार गर्ने। अनि अन्त्यमा चौथो, यी सबै कुरा मिलेर कसरी एउटा बलियो नेपाल बनाउन मद्दत गर्छ। ल सुरु गरौं पहिलो खण्डबाटै। सोच्नुस् त, कुनै पनि देशलाई स्थिर राख्न सबैभन्दा महत्त्वपूर्ण कुरा के होला? पक्कै पनि स्वतन्त्र चुनाव र बलियो सुरक्षा हो। ठ्याक्कै यही कारणले गर्दा यो योजनाको पहिलो र सबैभन्दा तत्काल प्राथमिकता भनेको राज्यको यही जगलाई सुरक्षित गर्नु हो। यो योजनाको सबैभन्दा ठूलो र तत्कालको टार्गेट भनेकै अब आउने आम निर्वाचन हो। अब निष्पक्ष चुनाव गराउन के गर्नु पर्यो त? पहिलो कदम, मतदाता नामावलीलाई तुरुन्तै अपडेट गर्ने। सँगसँगै सेना, प्रहरी र अरू सुरक्षा निकायहरूबीच एकदमै बलियो कोअर्डिनेसन बनाउने। यो सबै किन? ताकि 2082 फागुनसम्ममा हुने चुनाव शान्तिपूर्ण र कुनै पनि धाँधली बिना सम्पन्न होस्। ल अब दोस्रो खण्डमा प्रवेश गरौं र यो खण्ड सायद हामी सबैको दैनिक जीवनसँग सबैभन्दा बढी जोडिएको विषय हो, सार्वजनिक सेवा। यो खण्डले त हामीले सरकारी कार्यालयहरूमा जे जति भोग्छौं त्यो अनुभवलाई नै पुरै बदल्ने एउटा निकै ठूलो लक्ष्य राखेको छ। यहाँ हेर्नुस् त, यो योजनाले कस्तो गजबको परिवर्तन ल्याउन खोजिरहेको छ। एकातिर छ हामीले भोगिरहेको झन्झटिलो अवस्था, त्यो लामो लाइन, त्यो कागजको चाङ, अनि अर्कोतिर छ प्रस्तावित समाधान। लामो लाइनको ठाउँमा टोकन सिस्टम, पटक पटक कागज बोक्नुको साटो एकपटक मात्रै बुझाए पुग्ने, अनि घण्टौं कुर्नुको सट्टा तोकिएकै समयमा सेवा पाउने। यो त भनौं न एउटा ठूलै परिवर्तनको परिकल्पना हो। त्यसो भए यो नयाँ डिजिटल सिस्टमले काम चाहिँ कसरी गर्छ त? सुन्दा एकदमै सरल छ। पहिलो स्टेप, हामीले आफ्नो डकुमेन्ट एक पटक मात्र अनलाइन बुझाउने। दोस्रो स्टेप, GIOMs अर्थात् गभर्नमेन्ट इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम। यो भनेको सबै सरकारी कार्यालयलाई जोड्ने एउटा सफ्टवेयर जस्तै हो। त्यसैबाट आफ्नो काम कहाँ पुग्यो भनेर ट्र्याक गर्न सकिन्छ। अनि तेस्रो र अन्तिम स्टेप, सेवा डिजिटल रूपमै पाइन्छ। यसको मुख्य आइडिया के हो भने एउटा कार्यालयले अर्को कार्यालयसँग सजिलै डाटा सेयर गर्न सकोस्। यति मात्रै होइन, अरू पनि महत्त्वपूर्ण सुधारहरू छन् है। जस्तै कार्यालयको भिडभाड कम गर्न टोकन सिस्टम लागू गर्ने, कर्मचारीले राम्रो काम गरे कि गरेनन् भनेर थाहा पाउन रिपोर्ट कार्ड जस्तो बनाउने, पुराना तर महत्त्वपूर्ण सरकारी कागजपत्रहरूलाई सधैँका लागि सुरक्षित राख्न डिजिटलाइज गर्ने, अनि हेलो सरकार मार्फत आउने गुनासोहरूको तुरुन्तै सुनवाई गर्ने। यी सबैको एउटै लक्ष्य छ, ढिलासुस्तीलाई जडेदेखि उखेल्ने। अब बाहिर यति धेरै परिवर्तन गर्ने कुरा त भयो, तर त्यसलाई सफल बनाउन भित्री सिस्टममा पनि सुधार हुनु पर्यो होइन र? हो, अब हाम्रो ध्यान कर्मचारी तन्त्रलाई नै सुधार गर्ने उद्देश्यले ल्याइएका आन्तरिक सुधारहरूतिर केन्द्रित हुनेछ। सायद यो पूरै योजनाको सबैभन्दा शक्तिशाली र स्पष्ट सन्देश यही हो, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता। यो केवल एउटा नारा मात्रै होइन, यो त आन्तरिक सुधारको सबैभन्दा बलियो जग हो, जसले यो सिस्टममाथि आम मान्छेको विश्वास फेरि जगाउने लक्ष्य राखेको छ। तर प्रश्न आउँछ, शून्य सहनशीलताको नीति लागू चाहिँ कसरी हुन्छ त? यसका लागि केही ठोस कदमहरू छन्, जस्तै सरकारी कार्यालयहरूबाट बिचौलियाको प्रभावलाई हटाउने, कामको आधारमा कसैलाई काखापाखा नगरी मूल्याङ्कन गर्ने, जसले राम्रो काम गर्छ उसलाई पुरस्कार दिने अनि जसले गर्दैन उसलाई दण्ड दिने, र सबैभन्दा महत्त्वपूर्ण कुरा मुस्कान सहितको सेवा दिने कल्चरको विकास गर्ने। यो योजनाको अर्को एउटा निकै चाखलाग्दो पक्ष के छ भने
यसले हालै सडकमा देखिएको युवाहरूको आवाजलाई सुनेको जस्तो देखिन्छ। सुशासन, भ्रष्टाचारको अन्त्य अनि राम्रो सेवा प्रवाहको लागि भएको त्यो जेन्जी आन्दोलनका मागहरूलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता यो योजनामा प्रष्टै झल्किन्छ। त्यसो भए यी सबै आन्तरिक सुधारहरूको अन्तिम लक्ष्य के हो त? लक्ष्य हो एउटा यस्तो आधुनिक, व्यावसायिक र मोटिभेटेड कर्मचारी तन्त्र बनाउने जहाँ सरुवा र बढुवाको अनुमान गर्न सकियोस्, कर्मचारीको क्षमता विकास निरन्तर भइरहोस् र सबैभन्दा महत्त्वपूर्ण उनीहरूको काम गर्ने मनोबल सधैँ उच्च रहोस्। ल, अहिलेसम्म हामीले सिस्टम सुधारको कुरा गर्यौं। अब अन्तिम खण्डमा जाउँ र हेरौं यी सुधारहरूले देशको अर्थतन्त्र, विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा चाहिँ कस्तो प्रभाव पार्ने लक्ष्य राखेका छन्। तपाईले सुन्नुभएकै होला, हालै नेपालले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ पाएको छ, जुन हो BB-। अब यो भनेको के हो त? सरल भाषामा भन्दा यो रेटिङले संसारलाई के बताउँछ भने नेपालको आर्थिक स्वास्थ्य कस्तो छ र यहाँ लगानी गर्दा कतिको जोखिम छ। यो एक किसिमको आर्थिक रिपोर्ट कार्ड जस्तै हो। तर यो BB रेटिङले मात्रै सबै कुरा राम्रो छ भन्दैन। यसको पछाडि केही ठूला आर्थिक चुनौतीहरू पनि छन्। जस्तै FATF को ग्रे लिस्टमा पर्ने खतरा छ, जसमा पर्यो भने अन्तर्राष्ट्रिय पैसाको कारोबारमै समस्या आउन सक्छ। त्यसबाट जोगिनु छ। अर्कोतिर नेपाल अति कम विकसित देशबाट विकासशील देशमा जाँदैछ, त्यसलाई दिगो बनाउनु छ। अनि 16औं राष्ट्रिय योजना लागू गर्ने र विकासका काममा खर्च बढाउने जस्ता ठूला जिम्मेवारीहरू त छँदैछन्। अब विकासका काममा देखिने अनेकौं बाधा अडचन हटाउन र त्यसको अनुगमनलाई एकदमै प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयलाई नै सेन्टर अफ एक्सलेन्स अर्थात् उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य छ। यसको मुख्य उद्देश्य के हो भने ठूला प्रोजेक्टहरू समयमै पूरा हुन् र कतै नअड्कियोन्। अब कुरा गरौं परराष्ट्र नीतिको। अन्तर्राष्ट्रिय कूटनीतिको सन्दर्भमा यो जनादेशको दृष्टिकोण एकदमै स्थिर र प्रष्ट छ। छिमेकी राष्ट्रहरू र अरू सबै मित्र राष्ट्रहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने। त्यसो भए यो लामो छलफलको सार के हो त? छोटकरीमा भन्दा यो 25 बुँदे योजना 4वटा मुख्य खम्बाहरूमा टिकेको छ। 1. सुरक्षित निर्वाचन, 2. नागरिक मैत्री सेवा, 3. जवाबदेही कर्मचारी तन्त्र र 4. समग्र राष्ट्रिय प्रगति। यो खाका हेर्दा निकै महत्वाकांक्षी र सकारात्मक देखिन्छ, यसमा कुनै शंका छैन। तर सबैभन्दा ठूलो र महत्वपूर्ण प्रश्न हो कार्यान्वयनको। के यी राम्रा वाचाहरू कागजमा मात्रै सीमित होलान् वा यिनीहरूले साच्चीकै आम नागरिकको जीवनमा परिवर्तन ल्याउन सक्लान्? हो, यसको उत्तर अब शब्दमा होइन, काममा खोज्नुपर्छ।